नमस्ते। आज हामी नेपालको अर्थतन्त्रलाई हेर्ने एउटा अलि फरक कोणबाट हेर्दैछौँ। कुल राष्ट्रिय उत्पादन जीएनपी वा आजकल जीएनआई पनि भन्छन् है। हो, जीएनआई मतलब ग्रॉस नेशनल इन्कम। यो जीएनपी कै नयाँ नाम जस्तो हो। खासमा जीएनपी अथवा जीएनआई के हो, कसरी काम गर्छ अनि सबभन्दा महत्त्वपूर्ण जीडीपी भन्दा कसरी फरक छ नेपालकै सन्दर्भमा? एकदम। अब जीएनपी वा जीएनआई भनेको चाहिँ सरल भाषामा एक देशका नागरिकहरूले कमाएको कुल आय हो। उनीहरू देशभित्र बसुन् वा बाहिर त्यसले फरक परेन। नागरिकता वा स्थायी बसोबासको आधारमा हुन्छ यो। उनीहरूले उत्पादन गरेको वस्तु र सेवाको कुल बजार मूल्य एक निश्चित समयमा। अनि हामीले सधैँ सुन्ने जीडीपी, त्यो ग्रॉस डोमेस्टिक प्रोडक्ट चाहिँ त्यो त फरक भएन त? हो, त्यही त मुख्य फरक हो। जीडीपीले चाहिँ देशको सिमानालाई मात्र हेर्छ। त्यो भूगोलभित्र जे उत्पादन भयो, चाहे नेपालीले गरोस् वा विदेशीले, त्यो सबै जीडीपीमा पर्यो। जीडीपीले कहाँ उत्पादन भयो हेर्छ, जीएनपीले कसले उत्पादन गर्यो। ए, नागरिकताको कोणले हेर्दा त फरक देखिने नै भयो। ल, यसलाई अझ प्रष्ट पार्न नेपालकै उदाहरण हेरौँ न। जस्तो नेपालको कुनै निर्माण कम्पनी छ, देशभित्रै काम गर्छ। त्यसमा विदेशी लगानी पनि होला, तर त्यो कम्पनीबाट नेपाली नागरिकले मतलब मालिक वा शेयरधनीले पाउने आय चाहिँ जीएनपीमा पर्यो। बिल्कुल, त्यो नेपाली नागरिकको आय भयो नि त। अनि यसको उल्टो पनि हेरौँ। मानौ नेपालमा कुनै विदेशी ब्याङ्क छ, उसले यहाँ नाफा कमायो। त्यो नाफा नेपालभित्रै कमाइएकोले देशको जीडीपीमा त जोडियो किनकि नेपाल भित्रै भयो। तर जब त्यो ब्याङ्कले नाफा आफ्नो देश, मानव भारत वा अमेरिका फिर्ता लान्छ नि, त्यो रकम चाहिँ नेपालको जीएनपीबाट घट्छ। किनभने त्यो आयो नेपाली नागरिकको भएन, बाहिर गयो। मतलब हाम्रो देशभित्रै भए पनि विदेशीले कमाएर लगेको पैसा हाम्रो राष्ट्रिय आय भएन। होइन, भएन। अर्को उदाहरण, जस्तै काठमाडौँमा कुनै जापानिज लगानीको ठूलो होटल छ, त्यसको आम्दानी त्यो त सिधै नेपालको जीडीपीमा गयो। आर्थिक गतिविधि नेपालभित्र भयो। तर जीएनपीमा चाहिँ त्यो होटलबाट जापानी नागरिक वा कम्पनीले लगेको नाफा गणना हुँदैन, बरु त्यो घटेर जान्छ। अनि उता कतारमा काम गर्ने नेपालीले पैसा पठायो भने? हो, त्यो चाहिँ ठ्याक्कै उल्टो। कतार वा मलेसियामा काम गर्ने नेपालीले कमाएर पठाएको पैसा, त्यो रेमिटान्स नेपालको जीएनपीमा गणना हुन्छ। किनकि त्यो नेपाली नागरिकको आय भयो। हो, नेपाली नागरिकको आय। उसले विदेशमा कमाए पनि, तर त्यो रकम नेपालको जीडीपीमा पर्दैन, किनकि उत्पादन त देश बाहिर भयो। भनेपछि कुरो के रहेछ भने विदेशीले नेपालमा गरेको उत्पादन जीडीपीमा जोडियो, तर जीएनपीबाट घट्यो। उता नेपालीले विदेशमा गरेको उत्पादन जीडीपीमा आएन, तर जीएनपीमा जोडियो। कस्तो हिसाब किताब! एकदम। यसलाई सूत्रमा हेर्दा यस्तो हुन्छ, जीएनपी इज इक्वल्स टु जीडीपी प्लस विदेशबाट आउने खुद आय। विदेशबाट आउने खुद आय मतलब विदेशमा रहेका नेपालीले कमाएको आयबाट नेपालमा रहेका विदेशीले कमाएर लगेको आय घटाएपछिको रकम। नेट फ्याक्टर इन्कम फ्रम अब्रड भन्छन् नि। बुझियो। त्यसो भए नेपाल जस्तो देश जहाँ यति धेरै मान्छे बाहिर छन् अनि रेमिटान्समा अर्थतन्त्र टिकेको छ भनिन्छ, त्यहाँ त जीएनपी जहिले पनि जीडीपी भन्दा बढी नै हुन्छ होला नि त? सामान्यतया हो। नेपालको सन्दर्भमा त यो प्राय सत्य नै हो। विदेशबाट आउने त्यो आय, मुख्य गरी रेमिटान्सले राष्ट्रिय आयलाई निकै ठूलो टेवा दिएको छ। त्यसैले हाम्रो जीएनपी अक्सर जीडीपी भन्दा माथि नै देखिन्छ। यसले त देशभित्रको उत्पादन मात्र होइन, नागरिकको विश्वव्यापी कमाई क्षमता पनि देखायो। हो, नागरिकको समग्र आर्थिक क्षमता देखाउँछ जीएनपीले। ल, अब अलिकति तथ्याङ्क हेरौँ न। 2024 को डिसेम्बर अन्त्यसम्मको केही अनुमानित आँकडा छ कि नेपालको जीएनपी कति पुग्यो होला? 2024 डिसेम्बर अन्त्यसम्ममा नेपालको जीएनपी मतलब जीएनआई करिब 43.54 अर्ब अमेरिकी डलर पुगेको अनुमान छ। 43.54 अर्ब डलर। यो त 2023 भन्दा बढेको होइन? 2023 मा 41-42 अर्बको हाराहारीमा थियो क्यारे। हो, बढेको छ। 2023 मा त्यस्तै 41.38 देखि 42.33 अर्ब डलरको बीचमा थियो अनुमानहरू अनुसार। भनेपछि वृद्धि दर कति जति भयो त? 2024 मा वृद्धि दर लगभग
5.2% हाराहारीमा रहेको अनुमान छ। यसले नेपाली नागरिकको कुल आय बढेको देखाउँछ। यसमा रेमिटेन्सको भूमिका त छँदैछ, अरू कुराहरू पनि होलान्। ठिक छ। त्यसो भए मोटामोटी रूपमा भन्दा जीडीपीले देशको आर्थिक स्वास्थ्यको एउटा पाटो देखायो। मतलब देशभित्र कति चहल पहल छ, कति उत्पादन भइरहेको छ। तर जीएनपीले चाहिँ नागरिकहरूको आर्थिक अवस्थाको अलि फरक, सायद अझ फराकिलो तस्बिर दियो। उनीहरूले वास्तवमा संसारभरिबाट कति कमाइरहेका छन् भनेर। तपाईले एकदम सही समात्नुभयो। जीएनपीको महत्त्व नै त्यही हो। यसले नागरिकको समग्र आर्थिक सामर्थ्य र जीवन स्तरलाई अझ राम्ररी बुझ्न मद्दत गर्छ। विशेष गरी नेपाल जस्तो देशको लागि त झन् महत्त्वपूर्ण भयो। हो, जहाँ बाहिरबाट आउने आय त्यो रेमिटेन्समा यति ठूलो निर्भरता छ, त्यहाँ जीएनपीले नागरिकको वास्तविक आर्थिक पहुँचलाई जीडीपीले भन्दा अझ सटिक रूपमा देखाउन सक्छ।